मेरो ग्राफिक्स आयो फाइनली गाइज है। अब यहाँ कट कोड हुन्छ टक्क लाएर अलर्ट गाइज। मेरो भ्लग चाहिँ यहाँबाट सुरु भएको छ। मैले घरबाट आज भ्लग गरेन किनभने चाहिँ मैले गोप्रो लिएको छैन क्या। मेरो गोप्रोको अलि त्यो माउन्ट भेटेको छैन क्या, त्यही भएर अलि भेजा भयो। अनि म चाहिँ अहिले फिगल्स आएर बसेको छु। अनि सर्भिसिङ हामी लाग्यो नर्मल, किनभने चाहिँ अब आएदेखि मैले सर्भिसिङ हानेको थिएन नि त, यत्तिकै हिँडाल्दै कि यत्तिकै राइडमा रगड्दै अनि त्यही भएर सो आज टक्क ल्याएर सर्भिसिङ हानेर मिठो तरिकाले अब के हुन्छ हेर्दै जाँदै। यो भ्लग चाहिँ छुटाउनु भएन है। टक्क ल्याएर गाइज मेरो बाइक चाहिँ उता फिगल्समा सर्भिसिङ हुँदैछ। अनि यहाँ आएको साथी अघि नै अघि भेटेको है, फिगल्समै भेटेको, तर यहाँ उसको बाइकमा आएको। मेरो हेलमेट लगाएर मैले राइड हान्ने थिएँ। अनि सो हाम्रो चाहिँ सोरुममा आज टक्क लाएर यस्तो भेट्न पाइयो, दर्शन गर्न पाइयो हाम्रो RM Z नयाँ होइन। जस्ट लुक्स ठिकै छ, राम्रै छ होइन। पावर कतिको छ के छ आई डोन्ट नो होइन, किनभने चाहिँ मैले अहिलेसम्म टेस्ट राइड पनि हानेको छैन के छ कस्तो छ यसको होइन। तर यो सुट हान्दो रहेछ हेलमेट पनि यसमा यार, ठिकै छ। एचजीको जस्तो रहेछ क्या फ्यान्डरहरू होइन, त्यही डटमा रहेछ। अनि यो के अरे डिबी किलर छैन यसको, सिधै छ, सिधै भित्रवाला हो क्या, सिधै यत्तिकै रहेछ क्या। ठिकै के हो यार, यो पत्तुर देखियो क्या यसले, लास्ट पत्तुर कस्तो भन्नु यार, मजै आउन गयो भयो भने फेरि। यता फेरि मोटाडमा रहेछ, यो कलर पनि दामी रहेछ। तर यो त होलोवाला होइन, होलोग्राफी हो नि, त्यही त। यो फेरि सेकेन्ड ह्यान्ड होला, बिक्रीमा हो। ल ठिक छ, कोही इच्छुक हुनुहुन्छ नि आउनु होला यहाँ क्रस फायर सोरुम बुटलमा कन्ट्याक्ट गर्नु होला। मेरो नाम लिएर आउनु होला, यहाँ डिस्काउन्ट दिइहाल्छु नि। यहाँ यता यो यहाँ खान बसेछन् होइन टक्क लाएर। अब यहाँ टक्क लाएर उसको काम छ। हामी चाहिँ सोरुमबाट निस्किसक्यो होइन। भइसक्यो यार आमा, केटाहरू आउँदैछ है डटमा यतातिर। गाइज होइन आफूले त अब यस्तो पाउने चलन छैन, त्यही भएर अब आफै भए पनि किनेर अड्काउनु पऱ्यो है। के गर्ने त्यस्तै हो। अब आजभोलि त ट्रेन्डिङ चलेको नि त गार्डन बेल, सो आफै झुन्डाउँछ। अब म पक्क बाइकको कहाँनिर झुन्डाउँ अब। ल कति 5000 भेट्यो यार नर्मल सर्भिसले पनि। सो त्यही भएर डट बाइक किनेर मात्रै हुँदैन नि, फेरि पाल्न नि सक्नुपर्छ क्या। यत्रो आउँछ बिल यहाँ हिरोहरू छ नि, फेरि उता अर्को गाह्रो। जाने हो लिएर जाने हो। त्यो बाइक चाहिँ बनाउनु पऱ्यो भने डक्टर सेवा सुविधा हामीहरूकोमा यहाँ आउनु पऱ्यो। ल थाहा भयो नि। मेरो चाहिँ बाइक वास हुँदैछ होइन। अनि टक्क किनभने चाहिँ वास गरेर टक्क ग्राफिक्स चप्पाउनु पर्छ नि त, नत्र फेरि ग्राफिक्स हानिसकेपछि फेरि वास हानेर फेरि पुरै ग्राफिक्सहरू उठिन्छ क्या। त्यही भएर अनि किशोर र म यहाँ बिचरा भेजा भएर बसिरहेको हामी। अब टक्क लगाएर वास हानेर अनि ट्याक्क त्यहाँ उता बुद्ध स्टिकर हाल्छु अगाडि छ, ट्याक्क त्यहाँ गइहाल्ने। अनि अहिले बुद्ध स्टिकरमा आइसक्यो होइन। वास हानेर मेरो बाइक त्यतातिर छ, यो बाइकमा काम चल्दैछ होइन। सो हाम्रो पट्टु है, पट्टु यो चाहिँ बोल्दैन, यो चाहिँ बोल्छ है। ए अर्को तिमी राख्छौ, राख अहिले आउन टोकेन मलाई नभन है। त्यो बच्चा हो है त। ल त्यो काम चल्दैछ। अब कतिखेर त्यो निस्किने हो, कतिखेर हान्ने हो, त्यो सब मेरो ग्राफिक्स हो कि त्यो हुँदै गरेको। अब त्यो प्रिन्ट हानेर यो निकालेर यसमा फेरि हान्ने हो क्या, भेजा हुने भयो यार। 5 बजिसक्यो यार। के को ल मेरो गयो फर्स्ट। अब अर्को आउँदैछ होइन टक्क लाएर। अब यहाँ टक्क उक्किँदैछ। ओएमा है कहाँ टाँस्दिउँ त यहाँ टाँस्दिउँ त ल्याउनु पर्दैन स्कुटी होइन भित्तामा टाँसौँ अनि पछि फेरि स्कुटी ल्याएर त्यसैबाट ल चकनाचुर गयो है त। न्यू लुक्स आउँछ, सेम हो तर लुक्स केही फरक छैन, हल्का नामहरू फरक हो।
यो फेरि स्क्र्याच लागेको होइन फेरि लोटेर यो फेरि कस्तो हुन्छ गाडी गिरेर स्क्र्याच लाग्यो फेरि यस्तो स्याट्ट हुन्छ फेरि स्याट्ट ढसारिन्छ हो त अनि ल स्क्र्याच लाग्यो त्यस्तै त हुन्छ यस्तो रगडिन्छ नि त यो त ऊ पार्किङमा राख्दा फेरि गिरेको हो क्या ल जे भने ए भगवान् गफ हामी यस्तो देखिन्छु म यार यस्तै हेर्छ मान्छे हजुर ल सबै मेरो पुगिसक्यो होइन मेरो चाहिँ यस्तो छ है भित्रको पार्ट्सहरू किनभने चाहिँ डट बाइकमा चाहिँ खास ग्राफिक्स मतलब जुन कलर हुन्छ नि बिल्डुङमा त्यही कलरको ग्राफिक्स हानेर हिँड्ने ऊ नै हो क्या बाइक हो किनभने चाहिँ यो भनेको अरू बाइकहरू जस्तो होइन यो भनेको सबै प्लास्टिकको सामानहरू हुन्छ नि त यो भनेको सबै प्लास्टिकको सामान हो क्या यो भनेको भाँच्यो भने फेरि अर्को किन्ने हो क्या सो त्यही भएर यसमा चाहिँ कलर लाउनु मिल्दैन क्या प्लास्टिकमा सो त्यही भएर यसमा चाहिँ स्टिकर चप्काएर हिँड्ने बाइक हो सो यो कुराहरू चाहिँ हाम्रो ट्राफिक सरहरूले पनि बुझिदिनु पर्छ है किनभने चाहिँ सबै स्टिकर हो सबै पार्ट्सहरू हो नि त यो फलाम होइन नि त हेर्नु न पुरै प्लास्टिक हो अब प्लास्टिकको माथि अब कलर हानेर कसरी हान्छ त अनि बरु स्टिकर हान्ने बरु त्यही कलरको स्टिकर हान्ने क्या जुन बिल्डिङमा छ त्यही कलरको क्या अब त्यस्तो टाइपले क्या सो ल अब चाहिँ अब कतिखेर हुन्छ अब हेरौँ अब यहाँ कति बज्यो साथी भर अहिले ट्याक्कै छ यार घडीले ट्याक्कै छ हाने क्या कसम चाहिँ म आएको अघि कति 1 बजीतिर हो क्या दिनको हेरौँ कति बच्छ अब साँझको 10 बज्छ ढुक्क 11-12 बच्छ भन्दै भने भगवान् मेरो ग्राफिक्स आयो फाइनली गाइज है अब यहाँ कट हुन्छ टक्क लाएर डट ब्रदर्स है डट ब्रदर्स लास्टै ठुलो देखियो त डट ब्रदर्स के अहिले काट्दा सानो हुन्छ होइन ठिकै हो त्यतिकै त हुनु पऱ्यो नि त होइन र ठिक छ अब फाइनल लुक हेर्नुपर्छ अब फाइनल टक्क लाएर कहिले कुन सुरु हुँदैछ सो यस्तो छ होइन अहिले नेकेडमा टक्क लाएर भाइले पुछपाछ गर्दैछन् सो म चाहिँ अब एकैछिन होइन फ्रेस हुन जान्छु यस्तो नुवाकोटतिर डाँडातिर हाम्रो बुढलको फेमस ठाउँ नुवाकोट होइन बुढलको फेमस ठाउँ फेमस प्लेस भन्नुभयो अब ऊ त्यो डाँडा हो कि है साथी त्यो डाँडाको होइन यो घरलाई छेक्दैछौँ उतातिर अनि यो बाइकमा जान्छौँ हामी चाहिँ यो किशोर साथी यहाँ छन् होइन हेर्छौँ भएर हिँड्यो के तिनी बरु लाउरे होइन लाउरे जस्तो भएर हिँड्यो म चाहिँ माथि लाउरे भएर यस्तो यस्तो बाल पालेर है लाउरे होइन सो अहिले आउँछ होइन अनि कसैलाई पनि ग्राफिक्सहरू हान्न छ नि यो टक्क बुद्ध स्टिकर हाउसमा आउनु होला है टक्क लाएर त्यो देवीनगरको स्कुल भयो त्यहाँ चेकपोस्ट छ अनि यहाँदेखि सरतिर आयो भने टक्क हेर्ने देख्छ है अनि यो बाटो चाहिँ उता होराइजन चोकतिर जान्छ सो अब चाहिँ जानु पर्यो अब अगाडि ल त मिने साथी चलाउन स्टार्ट ल चलाउ ल हाम्रो बुद्ध दाईको काम हेर न यहाँ मलाई कसम भनेको यार 12 घन्टा भइसक्यो यार मलाई राखिदिएको यार यहाँ म भेजा भइसकेको छु अहिले यार 10 भइसक्यो दाइ यार कहिले हुने यो कसम छ यार कति 8:30 अरे दिनमा आएको यार दाइ यार सो गाइस हिजो चाहिँ मैले यहाँ बाइक बनाउन अरे बाइक ग्राफिक्स हान्न दिएको थिएँ दाइले 8 बजी आउँछु भनेर है 9 बजिसक्यो अनि लेट भयो आज यतितिर बसेको थियो उसको घर सोभितको घर होइन अनि यहाँ किशोर पनि यहाँ छन् अब आगे छैनन् बुढोमा कतिखेर आउने भाइ फोन हान न एकचोटि छिटो यार हेडे यार हिजो म कति 1 बजीतिर आएको थिएँ कति बजीतिर होइन यहाँ चाहिँ म 1 बजीतिर उहाँ थिएँ फिगल्समा बाइक सर्भिसिङ हाने त्यसपछि फेरि आयो 4 बजीतिर आमा लास्ट लेट भयो दाइले फेरि आफ्नै भाइ भनेर कि लेट गरिदिएको थाहा छैन मलाई अरूको त फेरि अगाडि गरिदिइहाल्थेँ सो फाइनली बाइक यहाँ छ होइन दाइ आउनु भइसकेको छ भर्खर खोल्नु भएको छ एकछिनपछि टक्क लाएर 2टा मात्र बचेको दाइ यो यता मात्र ल जस ग्राफिक्स चाहिँ दामी भएछ पहिलाको भन्दा केही चेन्जेस आछ होला सायद मेबी होइन यस्तो हल्का No sunlight, so cold, sleep is nice, so tired, my eyes fight, they just wanna close back up tight, get up, hoodie on, hard work at the crack of dawn, this life ain't for the weak. Finally graphics भइसक्यो साथीहरु ल एकै दिन लाग्यो पुरै यार कस्तो देखेछ है अलि टक्क लाएर सबै एंगलबाट देखाउँछु म है गाइस फाइनली बाइकको लुक चाहिँ यस्तो देखेछ है पहिला भन्दा चाहिँ बवाल लाग्यो हैन
यस हो कि न साथी भन त हो नि यो त कस्तो लाग्यो दामी छ दामी सरी सब एङ्गलबाट देखाइदिन्छु है म है अब चाहिँ बाइकको यस्तै सब एङ्गलबाट देखाइदिन्छ हुन्छ नि त सो अब चाहिँ निस्किन लाग्यो घरतिर है हिजो आएको आमामा एक दिन है भयो सो डर बर्दोस् हाम्रो यो उसलाई पनि फलो गर्नु पऱ्यो है इन्स्टाग्राममा गएर सो केटाहरू रेडी भइसक्यो कतिजना सो ल अब म पनि चलिदिन्छु अब त्यही हो बाटो चाहिँ क्लिप्सहरू हल्का फुल्का आउँछ So cold, sleep is nice, so tired, my eyes fight, they just wanna close back up tight, get up, hoodie on, hard work at the crack of dawn, this life ain't for the weak ones, no this life pure only for the strong, feeling slow, shake it off, don't got time for negative thoughts, red sight, got the dot, shoot my shot, I want the top, never lost, got my plot, know my story, I know my boss, I will fight against the clock, time's a limited gift from God, one day I will have my victory. Crush all my enemies so viciously. Work so hard, my hands are blistering, and they will carve my name in history.